सबैलाई जतिजना पनि अहिले भोइस अफ मिरिक हेरिरहनुभएका दर्शकहरूलाई र आज विशेष गरी है यो एउटा मौका अनि एउटा यो अवसर आज म पाएकोमा एकदमै गर्ववित महसुस गर्छु। अनि विशेष गरी म जतिजना पनि पेरेन्ट्सहरू आउनुभएको छ, जतिजना हाम्रो यहाँ प्राउड अचिभर्सहरू हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद। र सर्वप्रथम म के भन्न चाहन्छु भन्दाखेरि आज तपाईँहरूले यहाँ जति पनि दृश्य देखिरहनु भएको छ, आज यहाँ नानीहरू, यहाँ पेरेन्ट्सहरू, उहाँहरू चाहिँ एउटा पर्टिकुलर डनबस्को स्कुलको मात्रै एउटा गौरव नभएर उहाँहरू चाहिँ एउटा मिरिक अनि एउटा जति पनि जिटिएमा छ उहाँको निम्ति एउटा गर्वित हामी महसुस फिल गर्छौँ। र आज मलाई के खुसी लाग्छ यहाँ भन्दाखेरि आज हाम्रो साथमा यहाँ हाम्रोमा 4 जना डाक्टर हुनुहुन्छ। आज कतिजना आउनु सक्नु भएन। अनि हाम्रो इन्जिनियर हुनुहुन्छ, हाम्रो फार्मासिस्ट हुनुहुन्छ र उहाँहरूको चाहिँ यहाँ सर्वप्रथम श्रेय चाहिँ म कसलाई दिन चाहन्छु भन्दाखेरि सर्वप्रथम चाहिँ गडलाई। अनि हामी किनभने कति बेला हामी के कुरामा चुक्छौँ भन्दाखेरि हामीले खालि दुःखको बेलामा त गडलाई सम्झिन्छौँ, अनि हामीले यस्तो सुखको बेलामा यो अवसरमा पनि हामी है गडलाई चाहिँ हामी धन्यवाद दिनुपर्छ। अनि सेकेन्डली चाहिँ म कसलाई चाहिँ धन्यवाद दिन चाहन्छु भन्दाखेरि पेरेन्ट्सहरू, किनभने तपाईँहरूले जुन प्रकारको एउटा हार्डवर्क गर्नुभयो, जुन प्रकारले तपाईँहरूले एउटा विशेष गरी पेरेन्ट्सहरूमा है एउटा त्यो एउटा इन्करेजमेन्ट, एउटा डेडिकेसन तपाईँहरूको एउटा सायद कतिलाई है यो नानीहरूलाई योसम्म हुर्काउनुको लागि है तपाईँहरूलाई कति दुःख गर्नुभयो होला है। अनि आज तपाईँको नानीहरूले तपाईँले एकदमै प्राउड गरेको छ। नट ओन्ली तपाईँहरूलाई इन्टायर मिरिकलाई नै प्राउड फिल गरेको छ। र यसमा चाहिँ एकदमै एज एउटा टिचर है हामीले त त्यस्तो त केही गर्नु सक्दैनौँ, पढ्ने त हाम्रो नानीहरू नै हो। तर जब यो नानीहरूलाई आज म देख्छु है के फिल हुन्छ भन्दाखेरि चाहिँ यिनीहरू चाहिँ फ्युचर हाम्रो मिरिक बनाउनेहरू चाहिँ यिनीहरू हो। किनभने आज हाम्रोमा 4 जना डाक्टर हुनु भनेको मतलब भोलिको दिनहरूमा चाहिँ के हुन्छ भन्दाखेरि यो नानीहरूले अरूलाई सेवा गर्छ क्या। अहिलेको जमाना सबभन्दा ठुलो कुरा चाहिँ सेवा हो। र हाम्रोमा इन्जिनियरहरू छ, हाम्रोमा फार्मासिस्टहरू छ है। यसले चाहिँ के एउटा इक्जाम्पल दिन्छ भन्दाखेरि यदि तपाईँहरूको भोलिको दिनमा जति पनि भोइस अफ हेरिरहनुभएका है जति पनि नानीहरू हेरिरहेको होला उहाँहरूले है उहाँलाई चाहिँ एउटा के इक्जाम्पल हुन्छ भन्दाखेरि चाहिँ यदि तपाईँले हार्डवर्क गर्नुभयो है, तपाईँले यदि तपाईँले राम्रोसँगले पढ्नुभयो र सरहरूले पढाएको कुरालाई राम्रोसँगले तपाईँले त्यो कुरा लिनुभयो भने चाहिँ आज यो सक्सेसफुल आज हामी देख्न सक्छौँ। र एकदमै म एउटा एज अ टिचर चाहिँ एकदमै गौरवित छु। अनि मलाई यो जति पनि फेलिसिटेसन गर्नुभएको छ तपाईँहरू एकदमै म यो कुरामा एकदम आभारी छु। जति पनि पेरेन्ट्सहरू हुनुहुन्छ, जति पनि है तपाईँहरूको अमूल्य समय लिएर तपाईँहरू आउनुभयो है, अनि म एकदमै खुसी छु। अनि म तपाईँहरूलाई मेरो हृदयबाट नै मुरी धन्यवाद दिन चाहन्छु। हुन्छ विशेष गरी चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि अहिले धेरैजना नानीहरूले चाहिँ निट गर्नुपर्ने, जेई गर्नुपर्ने, तर कतिजना नानीहरूले निट चाहिँ किन गर्नुपर्ने भन्ने कुराहरू चाहिँ उहाँलाई धेरैजनालाई चाहिँ त्यो थाहा हुँदैन। र निट चाहिँ किन गर्नु भन्दाखेरि चाहिँ हाम्रोमा चाहिँ अहिले एउटा के कन्सेप्ट छ भन्दाखेरि निट भनेको चाहिँ खालि डक्टर मात्रै बुझ्छ। तर जब हामी निटको ऱ्याङ्कहरू हेर्दाखेरि चाहिँ यदि निटमा राम्रोसँगले ऱ्याङ्क आयो भने चाहिँ तपाईँले एमबिबिएसमा कोटा पाउनुहुन्छ है। त्यसमा अलिकति तपाईँले कम्ती ऱ्याङ्क तपाईँले ल्याउनु भयो भने त्यसमा आयुष, होमियोप्याथी डक्टरमा जान सक्नुहुन्छ। तपाईँले अझै अलिकति कम्ती ऱ्याङ्क ल्याउनु भयो भने तपाईँहरू लाइक तपाईँहरू यो आयुष है, लाइक होमियोप्याथी एन्ड द बिडिएस डेन्टल सर्जनहरूमा त जान सक्नुहुन्छ। अहिले त गभर्मेन्ट एउटा के कोटा देख्छ भन्दाखेरि तपाईँहरूको निट तपाईँको ऱ्याङ्क राम्रो छ भने तपाईँले बिएससी नर्सिङमा पनि तपाईँले एडमिसन पाउन सक्नुहुन्छ। गभर्मेन्ट कोटा राखिदिएको हुन्छ। अनि एज वेल एज लास्ट इयरदेखिको चाहिँ के भएको छ भन्दाखेरि यदि तपाईँले 280 मार्क्स एबभ ल्याउनु भयो भने तपाईँले मिलिट्री नर्सिङमा पनि पाउन सक्नुहुन्छ। अन्त निट चाहिँ एउटा ओन्ली खालि डक्टर हुनको लागि मात्रै होइन, तर निटले चाहिँ एउटा 5वटा एउटा कोटा देख्छ जसमा चाहिँ एउटा साधारणभन्दा साधारण नानीहरूले पनि यो निट इक्जाम क्र्याक गरेपछि उनीहरूको आफ्नो सपना एउटा डक्टर हुने, एउटा मिलिट्री नर्सिङ हुने, बिएससी नर्सिङ हुने योहरू गर्न सकिन्छ। अनि जतिजनाले नि मैले निटहरू क्र्याक गरेको छ है उहाँको तपाईँले एडमिसनहरू सोध्नुभयो भने उहाँको इयरली त्यस्तो लाग्दैन है, एकदम मिनिममहरू हुन्छ। उहाँको होस्टेल फिसहरू पनि एकदमै मिनिमम लाग्छ। अनि एउटा साधारणभन्दा साधारण परिवारको नानीहरूले पनि एउटा डक्टर हुने सपनाले देख्न सक्छ। र यो डक्टर हुने सपना देख्न लागि चाहिँ निट हो है। यो चाहिँ एउटा तपाईँहरूलाई म इन्फर्मेसन दिन चाहन्थेँ। अनि रिगार्डिङ जेई चाहिँ कस्तो खालको भन्दाखेरि अहिले हाम्रो वेस्ट बेङ्गल जेईले चाहिँ 3टा तपाईँको देख्छ। यसमा जेई मतलब क्लियर गर्नाले चाहिँ एउटा जेई गर्दाखेरि फर्स्ट तपाईँलाई एउटा इन्जिनियरिङ दिन्छ, एउटा आर्किटेक्चर दिन्छ, एउटा चाहिँ फार्मासिस्ट। अनि नानीहरूले चाहिँ कतिले चाहिँ के सोच्छ भन्दाखेरि जेई भनेको चाहिँ इन्जिनियर मात्रै सोच्छ, तर इन्जिनियर मात्रै त होइन। तर यसमा तपाईँको नानीहरूले त्यसबाट फिल्ड जान सक्छ। जस्तो आर्किटेक्चर एउटा एकदमै राम्रो फिल्डहरू छ है, अहिले बाहिर देशहरूमा यसको धेरै राम्रो स्कोपहरू छ। फार्मासिस्टहरू बी फार्महरू गर्न सक्छ। एउटा गभर्मेन्ट एउटा कोटा राखिदिएको हुन्छ। तर म चाहिँ के भन्न चाहन्छु नानीहरूलाई भन्दाखेरि त्यो उहाँले हार्डवर्क गर्यो, डेडिकेसन एउटा राम्रोसँगले उहाँले राम्रोसँगले पढ्यो भने यो इक्जाम चाहिँ क्लियर गर्न सक्छ भने आज हामीले सबै साक्षी तपाईँको सामने छ भन्दै म मेरो यति नै वक्तव्य राख्न चाहन्छु। हुन्छ। Hearty welcome to all the viewers of Voice of Mirik. I, Rehan Rai, an ex-student of Don Bosco Mirik, am here to thank
our dear teacher, Sir John Rai, the teacher from Don Bosco Mirik, who has helped us, has helped me and our seniors in completing and passing our WBJE, JE mains, and NEET examinations. He has helped us in registering into the academies, getting seat allotments, and also during our centralization and counseling processes. So I would like to thank John sir on this basis. I would like to add a little motivation to our juniors who are appearing for the WBJE, JE mains, and NEET examinations. The path is full of struggles and self-doubt, I would say, but you wouldn't have to lack discipline and consistency, because you are not competing with others, you are competing with your own self. It does good for you, not for others. Thank you. नमस्ते सम्पूर्ण भोइस अफ मिरिक हेरेर बस्नुभएका सम्पूर्ण हाम्रा दर्शकवृन्दहरूलाई है, विशेष गरेर हामी आजको दिनमा यो हाम्रो आज एकदम खुसीको दिन भनौँ है, जुन हामीले हाम्रो नानीहरूलाई हामीले अहिले सरले भन्नुभयो डाक्टर इन्जिनियर भनेर बनियो भन्ने कुरोहरू हाम्रो डन बस्कोबाट सालै साल है 3 सालबाट कन्टिन्यू अब पास हुँदै आउँदैछ र यसको श्रेय चाहिँ अब हामी डन बस्को परिवारलाई अनि विशेष गरेर म चाहिँ हाम्रो पिरियडमा जति हामीलाई जुन सरले हेल्प गर्नुभएको छ है, म चाहिँ यसको श्रेय चाहिँ उहाँहरूलाई दिन्छु। किन भन्दा चाहिँ अब हामीले गरेको अब हामीले दिएको शिक्षा र स्कुलबाट दिनुभएको शिक्षकले दिनुभएको शिक्षामा धेरै अन्तर हुन्छ है। त्यसले गर्दा चाहिँ अब हामीले जति पनि एडभाइस गर्छौँ उहाँहरूले गर्नुभएको चाहिँ अलिक दोबारै हुन्छ। त्यसले गर्दा चाहिँ म अहिलेसम्म जति पनि हाम्रो नानीहरू अहिले यहाँसम्म आइपुग्नु भएको छ त्यसको चाहिँ म श्रेय हाम्रो डन बस्को फ्यामिली साथै हाम्रो जोन सरलाई दिन्छु। अनि हाम्रो सरलाई चाहिँ म किन भन्दाखेरि चाहिँ जब हाम्रो एचएस सकेर नानीहरू पास आउट नभई जति बेला एक्जाम सकेर गएको बेलामा चाहिँ है, सरले चाहिँ एक्जाम सकेको भोलिपल्टबाटै नानीहरूलाई प्राय प्रत्येक घरमा फोन गरेर पेरेन्ट्सहरूलाई फोन गरेर इन्फर्म गरेर है हामीलाई यो कोचिङ सेन्टर राम्रो छ, यो कोचिङ सेन्टरमा नानीहरूले गर्यो भने हाम्रो नानीहरू पढ्नु सक्छ। किन भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ एकदम गरिबभन्दा गरिबको नानी पनि पढ्नु सक्ने त्यो फी रहेछ त्यसमा चाहिँ। त्यसले गर्दाखेरि चाहिँ हामीलाई त्यो एडभाइस गर्नुभयो अनि रेजिस्ट्रेसनको लागि पनि बुझिदिनु सर आफै नै जानुभयो है। त्यसले गर्दा चाहिँ हामीलाई धेरै कुरोमा सुविधा भयो र हाम्रो नानीहरू अहिले यहाँसम्म आउनुमा त्यसै कारण चाहिँ म हाम्रो जोन सर राईको चाहिँ अब क्रेडिट चाहिँ अब उहाँलाई जान्छ यसको चाहिँ होइन भन्दै आजको अब यो हाम्रो खुसीको क्षण है मा सबैजना पेरेन्ट्सहरू आइदिनु भयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद वन्स अगेन।